गाइजहरु हेर्नुस् न कति राम्रो खोला यहाँ हेर्नुस् वहाँ हेर्नुस् के हो यो बेहोरा के गरेको यो बस हो कि तिमीले ओछ्यान हो भमिट आउन आयो छु 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 के हो पारा सुत्न आएको कि टुर गर्न आएको के हो डिप्रेसन टुर गर्न आएको कि दिलमेर नाच्ने भन्न आएको के हो यो को हो यो केटा ला केटी निस्क्यो गाइजहरु ल हेर्नुस् यहाँ अर्को नमुना को हो यो ए यहाँ अर्को नमुना अब योभन्दा पछाडि चाहिँ म जान सक्दिनँ गाइजहरु क्षमा गर्नु होला अब हेर्नुस् गाइजहरु यत्रो ठुलो नदी हाम्रो नेपालमा के सोच्नुहुन्छ कि नेपाल भनेको हाम्रो नेपाल सेकेन्ड रिच हो कि वाटर रिसोर्समा थाहा छैन अन्त चुप लाग्यो तिमी रियालिटी स्पिक नगर ल यहाँ हामी चाहिँ ब्रिज क्रस भइसकेको छौँ कुन ब्रिज हो हामीलाई पनि थाहा छैन जे पनि हामी क्रस चाहिँ भयौँ होइन त सस्ता आइरे मलाई यहाँ पनि सर चाहिँ पढ्दै हुन्छ कि सर कति पढिसक्यो हजुर यस्तै पढ्न थाल्छ भने त सरले त नयाँ लहरू निकाल्छिन्छ अब न्युटनले निकाले जस्तै यो हाम्रो ज्ञानोदय सेकेन्डरी स्कुलको सरले हेर्दै हुन्छ यहाँ सबले चाहिँ आर यु ओके ओके यु नट ओके इन्जोय दि नदी भ्यू ओके गाइजहरु हामी चाहिँ ओर्लिसकेको छौँ बसबाट यो हाम्रो दुईटा बस हो खोइ कहाँ हुन थाहा यस्तो यस्तो ठाउँहरू चिसो रहेछ यहाँ चाहिँ अलिक चिसो आयो यहाँबाट चाहिँ म चाहिँ मस्त निदाएँ यत्रो 1.5 घन्टा मस्त निदाएँ म चाहिँ गाइजहरु सेल्फी डाँडा भने यही हो ए सेल्फी ए सिन्धुलीगढी रे गाइज सिन्धुलीगढी है त वेलकम टु सिन्धुलीगढी वेलकम टु सिन्धुलीगढी थ्याङ्क यू भेरी मच वेलकम टु सिन्धुलीगढी धन्यवाद सजन च्यापमा छन् गाइजहरु हामी सजन सुलेको कस्तो निलो लागेन भने कस्तो टाउको छ मलाई बसमा म धेरै घन्टा बस ट्राभल गर्न सक्दिनँ कि बानी होइन डिकी चाहिँ खेल्यौँ पिङ पनि खेल्यौँ अब फेरि यो हामी म्युजियममा आएको छौँ सरले टिकट काटिसक्छ त्यही भएर गाडी गर्छन् भनेर हामी आइहालेको अब फेरि चाहिँ फर्किएर चाहिँ मजाले खेलेर जाने है त ल ऊ यहाँ राजाहरूको पनि रहेछ है के हो है त्यो राजाहरूको होइन जय नेपाल है त गाइजहरु जय नेपाल काजीहरू है काजीहरूको राजाहरू है अब यो हेर्नुहोस् वरिपरिको भ्यू राम्रै छ मलाई चाहिँ अरे ऊ यहाँ हेर्नुहोस् यस्तो के छ यस्तो के छ यहाँ हेर्नुहोस् यस्तो छ अनि यहाँ चाहिँ यही मूर्तिहरू छ कि देख्नुभयो हो सिन्धुलीगढी वार म्युजियम रहेछ यो वार म्युजियम ए है आई फर्गेट इट राम्रो छ है त यो चाहिँ हाम्रो नेपालको इतिहास जगाउने हो त्यही भएर एकदम राम्रो छ सर किन त्यसरी हाँसिसके हामी त चिप्लेट के अरे ढिकी जाउँ हेरेर बस्छ ओए त्यहाँ हेर्नुहोस् गाइजहरु हस् यहाँ हेर्नुहोस् कस्तो राम्रो है भराइ हेर्नुहोस् न कस्तो बबाल हामी म्युजियमभित्र गएर आयौँ म्युजियमभित्र खिच्न चाहिँ मिल्दैन थियो कस्तो राम्रो रहेछ तर त्यो हुन्छ नि हिस्ट्री रिप्रेजेन्ट गर्ने गनहरू वेपनहरू अनि इन्स्ट्रुमेन्टहरू कस्तो कस्तो युज हुन्छ भन्ने रहेछ हाम्रो हामी चाहिँ सुत्ने टोली सबैजना बिरामी म चाहिँ अल फिट एन्ड फाइन हेल्दी अब हामी चाहिँ माथि जान लागेको छौँ यस्तो भर्याङमा यस्तो हेर्नुहोस् न ऊ यता फ्लोरीबाट सधैँ हिँडेछ होइन हामी टुर प्लस हाइकिङ हाइकिङ आएको अल इन वान हो हामी गाइज हेर्नुहोस् यहाँ कस्तो माथि हो ओ माई गड यति मात्रै कटेछौँ हामी अब म अन माई वे अब म भ्लगर दिदीसँग हिँड्छु यहाँ हेर्नुहोस् न कस्तो अब तल देखाइदिन्छु म कस्तो ठुलो सिडी है त्यही सब्रिनाजी र म हेर्दैछौँ त्यहाँ माथि 2 ठान तल 3 टा आउँदैछन् यस्तै हो है त के छ हेरौँ यहाँ जस्तो ठुलो नेपालको झन्डा छ जय नेपाल यहाँ चाहिँ यस्तो छ
यतिकै हिँड्छौँ हामी यहाँ चाहिँ मेन वार जितेको ठाउँ है त नेपालले है त ल यस वार पर्छ प्राउड है त गाइजहरू यो चाहिँ के हो यो चाहिँ हाम्रो पिङ्की पोन्ड ओए गहिरो रहेछ है त यो चाहिँ हो नाम भन्न मिल्दैन एन्सर हो यो नाम भन्न मिल्दैन रे मैले बोलाउने नाम भन्न मिल्दैन पब्लिकली कि भनिदिउँ भन्न चाहनुहुन्छ भन्दिनँ म मेरो स्वाभिमानले दिँदैन त्यो कुरा यो अटोले गर्दा देश बिग्रिया हो गाइजहरू यसलाई देश निकाला गरौँ यसलाई निकालिदिउँ यहीँबाट फुत्त फालिदिउँ इन्डिया पुग्छ नि गाइजहरू उहाँ हो हाम्रो रेणुका म्याम मलाई सेभेनमा पढाएछ सामाजिक ल म्याम मलाई मेरो बारेमा के भन्नु सक्छ अहिलेसम्म त राम्रै खालको स्टुडेन्ट हो त्यसपछि त थाहा छैन अहिले स्पिड पढ्दैछु राम्रै भएको छ राम्रै डिसिप्लिनरी स्टुडेन्ट हो होइन थ्याङ्क यू गाइज हाम्रो बाहुबली हेर्नुहोस् यहाँ बुट लगाएर हिँड्न नसक्नु भएकाले ओमनाजीले बोकिरहनु भएको छ यहाँ अब म लाइभ प्रसारण गर्न गइरहेको छु हेर्नुहोस् कस्तो लागिरहेको छ समीक्षा हजुरलाई भुइँमा बस्दाखेरि कस्तो लागिरहेको छ जनता जान्न नाइस हजुरले आफ्नो बालापनको याद आयो कि आएन भेरी ब्याड गाइजहरू हामी आइसकेका छौँ गढी डाँडा चाहिँ हामीले सेल्फी डाँडा पनि भन्ने गरेको रहेछ यहाँ पनि त्यस्तै छ हिस्टोरिकवाला हेर्नुहोस् नेपालको झन्डा अनि यो सिन्धुली चाहिँ मेजर यो यसको भनेको चाहिँ सुन्तलाहरू होइन अनि त्यही भएर यहाँ सुन्तलाहरू चाहिँ टन्नै छ म पनि के किनेर लाने भन्ने सोचमा छु सुन्तला होइन जुनार चाहिँ आई गेस एक दुईवटा यस्तो स्वादको लागि कस्तो रहेछ लोकल भनेर तर लोकल हो कि होइन पनि थाहा छैन हामीलाई त्यही छ यहाँको भ्यू हेर्नुहोस् गाइजहरू हाम्रो सुदाम सरले भन्छ है यो चाहिँ फ्रुट एन्ड जुस भनेर ओरेन्ज दुईटा ओरेन्ज वाउ अब चाहिँ अँध्यारो हुँदै गइसकेको छ हामी चाहिँ बस्छौँ जाडो भएर बसिरहेका छौँ त मेरै बस जस्तै भइसक्यो यहाँ मैले कुक राखिसकेँ अङ्कलले मेरो साथी भइसक्नुभयो मैले अङ्कलसँग गियरको गाइजहरू फाइनली हामी जनकपुर आइपुग्यौँ हेर्नुहोस् यहाँ पुरै अँध्यारो छ अब हामी फर्स्टमा होटेल भन्दा नि मन्दिर जान्छौँ अनि आरती हेर्छौँ रहेछ भने नभए दर्शन गरेर अनि आउँछौँ फेरि ओके सी यू गाइज हामी चाहिँ बाटोमा आगोदेखि हामी आगो ताप्न आइसकेका छौँ यस्तो चिसो छ गाइजहरू हेर्नुहोस् यहाँ पाकिस्तानी स्पाई भन्दा प्लास्टिक त हेर्यो नि गाइजहरू हामी चाहिँ हराइसकेको छौँ हामीलाई मन्दिर कहाँ थाहा छैन सरले पनि बिर्सिसक्छ हामी सरको गाइडेन्समा हिँड्छौँ त्यही पनि हेर्नुहोस् राम्रो छ है हेर्नुहोस् राम्रो छ है यो ठाउँ चाहिँ मेन रहेको छ गाइजहरू हेर्नु सक्नुहुन्छ आरती भइहाल्छ अरे अब हामी जान्छौँ यहाँ हामी चाहिँ गङ्गा आरती हेर्ने भन्दै आएर छौँ त्यहाँनिर हुनु लाग्यो आई गेस उता हुनु लाग्यो सो वी विल बी वाचिङ यहाँ हेर्नुहोस् हरेक एउटा ठाउँमा सरी आगो तापिरहेको हुन्छ मान्छेहरू किनभने लाग्छ चिसो अनि हेर्नुहोस् क्या यहाँ हेर्नुहोस् न यो चाहिँ कस्तो राम्रो के जानकी मन्दिरको भ्यू है यो अँध्यारो भएर नदिइरहेको हेर्नुहोस् न हामी चाहिँ यहाँबाट भित्र छिरिसकेका छौँ भित्र हेर्नुहोस् यस्तो स्पेस छ त्यसपछि यो मन्दिर भयो मेन मन्दिर भयो अनि त्यसपछि यहाँ हाम्रो अर्को छ हामी जाँदैछौँ चाहिँ सायद भिडियो खिच्न मिल्दैन होला अब हामी दर्शन गरेर आउँछौँ है त सो गाइज नाउ वी आर हेडिङ टु आवर रुम लेट्स सी कस्तो छ बैठे त एउटा यो भयो ओ माई गड ठुलो बेड रहेछ एउटा यो वाला हेर्नुहोस् यस्तो रहेछ अनि अर्को भनेको यो चाहिँ डबल छ हेर्नुहोस् ल यस्तो रहेछ है त ल यो एरिया यो होटेलको लबी हो
यस्तो छ यहाँ पिङ छ भने हामी चाहिँ पिङ खेल्नु हामी सबजना पुरै ठुस्स परिसक्यो अनि सबैलाई गाह्रो भिसिदियो के गर्नु जिन्दगी यस्तै रहेछ सोचेको जस्तो हुँदै हुँदैन अब म चाहिँ पिङ खेल्छु त बाई बाई सो गाइज हामी चाहिँ आफ्नो रुममा आइसक्यौँ फाइनली लुगा नि चेन्ज गरिसक्यो मलाई त्यस्तो निदा लागिसक्यो अब फेरि उठ्नु छ अनि हामीले खाना खान आइसक्यौँ मोबाइलमा चार्ज थिएन सो मैले मोबाइल चार्जमा छोडिदिएको थिएँ अनि यो चाहिँ हाम्रो रुम हो यो एउटा बेड छ अनि एउटा बेड छ अनि यहाँ हजुरआमा दर्शन अनि यहाँ यस्तो छ यहाँ हाम्रो सामानहरू छ हल्का यो वासरुम भयो अनि यहाँ यस्तो भयो यो ड्रेसिङ टेबल ओ टिभी चाहिँ चल्छ चल्दैन हेरौँ न अब हामी सबै एक्सपेरिमेन्ट गर्दै बस्छौँ है त गाइजहरू ल Good night. This was it for today. I hope you enjoyed. Bye bye.